कुनै एउटा गाउँमा बाख्राको हातमा देखेर सबैजना भाग्दै थिए। नमस्ते साथीहरू, पछिल्लो समयमा सोशल मिडियाका विभिन्न प्लेटफर्महरूमा एआईबाट जेनेरेट भएका भिडियोहरू ट्रेन्डिङ अवस्थामा रहेका छन्। र तपाईँ पनि त्यस्तै भिडियो बनाएर आफ्नो भिडियोलाई ट्रेन्डिङमा ल्याउन चाहनुहुन्छ भने यो भिडियोलाई कतै पनि स्किप नगरिकन अन्त्यसम्म हेरेर साथ दिनुपर्छ है त गाइसहरू। र मेरो च्यानलमा जोडिनु भएको छैन भने सबैजना च्यानलमा जोडिनु होला भन्दै अब चाहिँ ढिला नगरिकन म मोबाइलको स्क्रिन सेयर गर्नतिर लाग्छु। साथीहरू, मैले मेरो मोबाइलको स्क्रिन सेयर गरिसकेँ र म एआई भिडियो जेनेरेट गर्नको लागि चाहिने मेन दुईवटा मोबाइल एपको बारेमा जानकारी गराउँदैछु। र त्यो कुन एप हो भन्दाखेरि एउटा च्याटजिपिटी र अर्को चाहिँ क्रोम ब्राउजर। नर्मली क्रोम ब्राउजर सबैसँग हुन्छ तर च्याटजिपिटी हुँदैन। त्यस्तो अवस्थामा मोबाइलको प्ले स्टोरमा गई प्ले स्टोरमा च्याटजिपिटी सर्च गरी डाउनलोड गर्न सकिन्छ। साथीहरू, च्याटजिपिटीबाट चाहिँ एआई भिडियोको लागि आवश्यक पर्ने प्रम्प्ट क्रिएट गर्न सक्नुहुन्छ भने क्रोम ब्राउजरबाट चाहिँ प्रम्प्ट युज गरी भिडियो क्रिएट गर्न सक्नुहुन्छ। साथीहरू, अब चाहिँ हामी च्याटजिपिटी ओपन गर्छौँ। च्याटजिपिटी ओपन गरेपछि यसमा चाहिँ हामी एआई भिडियोको लागि एउटा प्रम्प्ट क्रिएट गर्न लाउँछौँ च्याटजिपिटीलाई। र मैले चाहिँ यहाँनिर के लेख्छु भन्दाखेरि राइट अ अथवा राइट 8 सेकेन्ड है, 8 सेकेन्ड। किनभने 8 सेकेन्ड भन्दा माथिको चाहिँ के भन्छ एआई भिडियो यहाँ बनाउन मिल्दैन होइन। अब त्योभन्दा माथिको नि मिल्छ होला, मिल्न चाहिँ, तर फ्रीमा पाइँदैन। त्यसमा चाहिँ सब्सक्रिप्सन लिनुपर्छ होला मेबी। र मैले चाहिँ 8 सेकेन्डको भिडियो बनाउने गरेको छु। र मैले आफूले बनाउँदै गर्दाखेरि आफूले जानेको कुरा चाहिँ सेयर गर्ने हो। त्यही भएर 8 सेकेन्डको भिडियोको लागि भन्दैछु अहिले चाहिँ राइट 8 सेकेन्ड फन्नी प्रम्प्ट फर एआई भिडियो भनेर मैले यसरी च्याटजिपिटीमा चाहिँ गएर सर्च गरेँ अथवा सोधेँ एक्स एनिथिङ भन्ने उसमा चाहिँ बक्समा। र अब यसलाई चाहिँ म के गर्छु, यसरी सेन्ड गर्छु। र अब उसले पठाइ पनि सकेको छ यहाँनिर एउटा प्रम्प्ट, माथि प्रम्प्ट 8 सेकेन्ड फन्नी भनेर दियो। अब यो प्रम्प्टलाई चाहिँ हामी के गर्छौँ त, ल यो प्रम्प्टलाई चाहिँ मैले के गर्छु, कपी गर्छु है। कपी गर्नको लागि चाहिँ यो सेलेक्ट टेक्स्टमा जानुपर्छ। अनि त्यसपछि सेलेक्ट टेक्स्टमा गइसके पश्चात चाहिँ यसलाई के गर्न सकिन्छ, यसरी प्रम्प्टलाई मात्र के गर्न सकिन्छ, सेलेक्ट गर्न सकिन्छ है। प्रम्प्टलाई सेलेक्ट गरेर कपीमा थिच्नुपर्छ। च्याटजिपिटीबाट प्रम्प्ट बनाउँथ्यो, त्यो प्रम्प्ट बनाइसक्यौँ। प्रम्प्ट बनाइसके पश्चात चाहिँ हामी अब के गर्छौँ त भन्दाखेरि क्रोम ब्राउजरको युज गर्छौँ है। जुन हामीले त्यो लेखेको प्रम्प्ट थियो त्यो प्रम्प्टलाई चाहिँ के गर्छौँ त क्रोम ब्राउजर मार्फत चाहिँ अब के गर्छौँ, एआई भिडियो बनाउँछौँ। र त्यसको लागि चाहिँ हामी क्रोमलाई ओपन गर्छौँ, क्रोम ब्राउजरलाई। अनि गुगल अकाउन्ट चाहिँ है अथवा गुगल आइडी चाहिँ लगइन गर भन्छ होइन। मैले चाहिँ यहाँ लगइन गरिसकेको छु। अब यो गुगल आइडी चाहिँ लगइन गरेर यसरी लगइन गरेर चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि यहाँनिर गुगल एआई स्टुडियोमा चाहिँ के गर्ने त सर्च गर्ने। र फर्स्टमा जुन इन्टरफेस आउँछ त्यो गुगल एआई स्टुडियो भन्ने चाहिँ इन्टरफेस आउँछ। त्यसको मुनि चाहिँ भिडियो जेनेरेटर भन्ने इन्टरफेस आउँछ। त्यो भिडियो जेनेरेटर भन्ने चाहिँ इन्टरफेसमा थिच्नुपर्ने हुन्छ। नेटले चाहिँ राम्रोसँग काम गर्नुपर्छ। नेटले काम गरेन भने चाहिँ फेरि अलिकति काम गर्न गाह्रो हुन्छ यसमा। र मैले चाहिँ भिडियो जेनेरेटर भन्ने चाहिँ इन्टरफेसमा क्लिक गर्न बित्तिकै यहाँनिर चाहिँ जेनेरेट भिडियोज विथ भिइओ भन्ने देखायो। अनि त्यसको मुनि चाहिँ डिस्क्राइब के देखायो, यहाँनिर डिस्क्राइब योर भिडियो भन्ने देखाइरहेछ। त्यसमा चाहिँ गएर म के गरिरहेको छु, त्यहाँ एउटा कर्सर पनि उफ्रिरहेछ हो। त्यसमा चाहिँ गएर यसरी केही समय चाहिँ होल्ड गरेर यहाँनिर थिच्छु। र पछाडि जुन अघि मैले चाहिँ च्याटजिपिटीमा होइन त्यो प्रम्प्टलाई चाहिँ कपी गरेको थिएँ, त्यो कपी गरेको प्रम्प्ट चाहिँ अब यहाँनिर पेस्ट भन्ने देखाइरहेछ। यसलाई पेस्ट गरिदिन्छु म। अब रन कन्ट्रोल भन्ने यहाँनिर देखाउँछ। हामीले डिस्क्राइब योर भिडियोको चाहिँ जुन प्रम्प्ट राखिसकेपछि रन कन्ट्रोल भन्ने देखाइरहेछ, यसमा थिच्छौँ। अब यसमा कुनै बेला काम नगर्न पनि सक्छ एकैचोटि है। जस्तो यहाँनिर अहिले काम गरिरहेको छैन,
यसलाई चाहिँ काम गरेन भनेर यसलाई स्किप गर्ने होइन कि यसलाई चाहिँ जुन बेलासम्म त्यो भिडियो बन्दैन त्यो बेलासम्म चाहिँ हामी के गर्ने ट्राई गरिराख्ने किनभने फ्रीमा चाहिँ दिने जुन चिज चाहिँ अब सजिलै लिन चाहिँ गाह्रो पनि हुन्छ हैन अहिले सब्सक्रिप्सन वालाले चाहिँ काम गरिरहेछन् त्यो भएको हुँदाखेरि चाहिँ अब यहाँ अलिकति प्रब्लम देखाउँछ अब चाहिँ धेरैचोटि ट्राई गरेर यो बन्ला जस्तो छ है या चाहिँ गइरहेछ जान चाहिँ फेरि प्रब्लम देखाउने हो कि जस एकचोटि भएन भनेर चाहिँ त्यसलाई स्किप गरिहाल्ने हैन ट्राई चाहिँ गरिराख्नुपर्छ मैले पनि अब यो बनाउने क्रममा धेरैचोटि ट्राई गरिरहेछु अब यो पनि हुन्छ कि हुँदैन अब भयो भने अब राम्रो अब भएन भने फेरि मैले ट्राई गर्नुपर्छ जस मैले बनाएर त देखाउनु पर्यो नि त यहाँ प्रोसेसिङ चाहिँ भइरहेछ र सर्टको लागि चाहिँ 9:16 मा बनाउनु पर्छ है भिडियो चाहिँ यो माथि रन सेटिङमा गएर चाहिँ यसरी मिलाउनु पर्छ ल बनिसकेको छ हेर्नुस् त है ल एउटा बाख्राले चाहिँ टक्क चस्मा लगाइरहेछ यो भिडियो चाहिँ बनिसकेको छ एकचोटि प्ले पनि गरौँ यसमा साउन्ड चाहिँ आउँदैन है साउन्ड आइदैन अब साउन्ड चाहिँ आउँदैन यसमा अब यो साउन्ड आउने चाहिँ अहिले म त्यो पनि सिकाउँछु त्यो साउन्ड आउनेवाला पार्ट चाहिँ कहाँबाट ल्याउने कसरी ल्याउने भन्ने कुरा ल मेरो 8 सेकेन्डको यो भिडियो चाहिँ के भइसक्यो बनिसकेको छ है अनि यसलाई चाहिँ अब यहीँनिर एउटा अप्सन हुन्छ डाउनलोडको यो साइन हुन्छ त्यो साइनमा चाहिँ के गर्नुपर्छ क्लिक गर्नुपर्छ र यसलाई चाहिँ के गर्नुपर्छ डाउनलोड गर्नुपर्छ अब यसको लागि चाहिँ हामी के गर्न सक्छौँ अडियो पनि जेनेरेट गर्न सक्छौँ त्यसको लागि फेरि हामी ब्याक जाउँ ब्याक गएर चाहिँ अघिको एआईलाई फेरि के गरौँ त यहाँनिर चाहिँ सोधौँ है एआईलाई के सोधौँ भन्दाखेरि यो आस्क एनिथिङ भन्ने जुन बक्स छ यसमा गएर चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ भोइस ओभर अडियो फर दिस प्रोम्प्ट है जुन हामीले लेखाएको थियो त्यो प्रोम्प्ट ल भोइस ओभर अडियो फर दिस प्रोम्प्ट भनेर चाहिँ मैले लेख्दिएँ अब यसले केही भोइस ओभर चाहिँ लेखेर दिँदैछ हामीलाई यसरी चाहिँ भोइस ओभरको चाहिँ दिइरहेछ इन फन्नी टोन भनेर दियो अब यसलाई चाहिँ इङ्ग्लिसमै युज गर्दा नि हुन्छ हैन यो भोइस ओभर राख्दा नि हुन्छ नभए चाहिँ नेपालीमा है नेपालीमा गर्दा नि हुन्छ नेपालीमा गर्नको लागि के गर्ने सेलेक्ट टेक्स्ट गर्ने अनि त्यसपछि चाहिँ जुन यो त्यो गडको चाहिँ जुन के भन्छ भोइस ओभर छ त्यसलाई चाहिँ कपी गर्ने अनि त्यसपछि कपी गरेर चाहिँ फेरि यो आस्क एनिथिङमा गएर यसलाई पेस्ट गरिदिने पेस्ट गरिदियो हामीले अनि के गरिदियो नि त राइट इन नेपाली है ल राइट इन नेपाली भनेर चाहिँ यसलाई लेखिदियो भने नेपालीमा लेखिदिन्छ माफ गर्नुहोस् सर मसँग चाहिँ म्यानेजमेन्ट अनुभव छ भनेर चाहिँ यहाँ लेखिदियो यसरी चाहिँ दिइरहेछ अब यसलाई चाहिँ हामी के गर्छौँ त फेरि कपी गर्छौँ यो नेपालीमा लेखेको सेलेक्ट टेक्स्ट गर्ने अनि त्यसपछि चाहिँ यसलाई सेलेक्ट गरियो यसरी अनि कपी गर्ने अनि त्यसपछि फेरि अघिको क्रोममा जाने क्रिएट जेनेरेटिभ मिडियामा जाने अनि जिमेनी स्पिच जेनेरेसनमा चाहिँ गएर यसमा क्लिक गर्ने अनि क्लिक गरेपछि यहाँनिर चाहिँ केही सेटिङहरू छन् राउन्ड सेटिङहरू जस्तो त्यहाँनिर सिंगल क्यारेक्टरको हो भने चाहिँ यहाँ सिंगल स्पिकर अडियोमा थिच्ने अनि त्यसपछि चाहिँ यहाँनिर त्यो जुन हाम्रो जीपीटीमा चाहिँ च्याट जीपीटीमा चाहिँ जुन टेक्स्ट कपी गरेको थियो भोइस ओभर कपी गरेको थियो त्यो कपी गरेको भोइस ओभरलाई चाहिँ यहाँनिर ल्याएर पेस्ट गरिदिने यसरी हामीले पेस्ट गरिदियौँ पेस्ट गरिदिएपछि चाहिँ यसलाई के गर्न सकिन्छ यता फेरि रन कन्ट्रोल गर्न सकिन्छ रन कन्ट्रोल गरिदिने यसमा पनि प्रोसेसिङमा केही टाइम लाग्न सक्छ र वा एकैचोटि पनि हुन सक्छ है यसमा यो माफ गर्नुहोस् सर मसँग म्यानेजमेन्ट अनुभव छ
जे होस् यो एकैचोटिमा भयो है र यो भोइस फेरि सुनाउँछ है म। माफ गर्नुहोस् सर, मसँग म्यानेजमेन्ट अनुभव छ। अब यसलाई के गर्ने भन्दाखेरि यसरी 3 डटमा क्लिक गर्ने र यो डाउनलोडको अप्सन देखाउँछ, त्यो डाउनलोड गर्ने अनि यहाँ डाउनलोड भन्ने अप्सन छ त्यसमा डाउनलोड गर्ने र फाइल डाउनलोडेड भइसकेको छ। अब यसलाई चाहिँ हामी के गर्छौँ मिनिमाइज गर्छौँ अनि अब यति भइसके पश्चात अब यति कुरा बनाउनलाई त अब हामीले सजिलो भइसक्यो हैन। यहाँ चाहिँ जस्तो आइसकेको छ ल है, जुन अघि गडवाला भिडियो एआई भिडियो यहाँ आइसकेको छ मेरो ग्यालरीमा र स्पिच पनि फाइलमा चाहिँ बसिसकेको छ। अब यहाँबाट भिडियो बनाउनको लागि चाहिँ के गर्नुपर्छ त हामीले तपाईसँग कुनै पनि भिडियो एडिटिङको जुन एप्स छ त्यो एप्सबाट चाहिँ सजिलै बनाउन सकिन्छ है। र साथीहरु म चाहिँ जुन एआईबाट जेनेरेट गरिएको भिडियो र अडियोलाई चाहिँ मिलाएर एउटा 8 सेकेन्डको हैन एउटा सर्ट भिडियो चाहिँ तयार पार्न जाँदैछु र त्यसको लागि चाहिँ मैले यहाँनिर चाहिँ मसँग भएको क्यापकट एप चाहिँ युज गर्न जाँदैछु। यो क्यापकट एप चाहिँ मैले यहाँ ओपन गरेँ अनि यसपछि मैले चाहिँ यहाँ न्यू प्रोजेक्ट चाहिँ सुरु गर्दैछु। त्यो भएकोले गर्दाखेरि यो न्यू प्रोजेक्टमा थिच्छु। त्यसपछि जुन अघि मैले एआईबाट चाहिँ जेनेरेट गरेको भिडियो थियो त्यो यहाँ सिलेक्ट गर्छु अनि एडमा थिच्छु यसलाई हो। अनि यसमा चाहिँ विभिन्न जस्तो क्यापकटको चाहिँ फिचर्सहरु युज गर्न सकिन्छ। यहाँ एडिट हैन अडियो यो तपाईले युज गर्न सक्नुहुन्छ, टेक्स्टहरु ओभरले इफेक्ट हैन जुन जुन फ्रीमा छ फ्रीमा भएको चीजहरु चाहिँ हामी युज गर्न सक्छौं। यसमा पनि फेरि फ्री बाइकको चाहिँ अन्य कुरा चाहिँ सब्स्क्रिप्सनमा लिनुपर्ने हुन्छ, पैसा तिरेर लिनुपर्ने हुन्छ अनि फ्रीमा युज गर्न सकिने कुरा त हामी जति पनि युज गर्न सकिहाल्छौं। अब यसमा चाहिँ मैले यसको लागि नर्मल्ली है अडियो लगाएर देखाउँछु यसमा जुन यसको लागि चाहिँ बनेको अडियो थियो। म त्यो खोज्नतिर चाहिँ अब लाग्दै छु ल। मैले यो अडियो भन्ने अप्सनमा थिच्छु। अडियो भन्ने अप्सनमा चाहिँ मैले थिचेँ र यहाँ साउन्ड भन्ने देखाइरहेछ, साउन्ड भन्ने अप्सनमा थिच्छु र मैले अघि जुन जेनेरेट गरेको अडियो चाहिँ यो फाइलमा चाहिँ म खोज्छु। को फाइलको चाहिँ यो डिभाइसमा अब कहाँनिर बसेको छ त अडियो चाहिँ यहाँनिर बसेको रहेछ मेरो। यो अडियोलाई चाहिँ मैले यहाँनिर एड गर्दिएँ र अब यो भिडियोसँग यो अडियो पनि प्ले हुनेछ। माफ गर्नुहोस् सर, मसँग म्यानेजमेन्ट अनुभव छ। यसरी चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ जस एआईबाट जेनेरेट गरेको भिडियोसँगै अडियोलाई चाहिँ राख्न सकिन्छ। आजको मेन थिम यही थियो। यो बाइकका चाहिँ अरु थप्नुपर्ने कुराहरु जस्तै यो क्यापकटको चाहिँ अन्य फिचर्सहरु पनि युज गर्न सकिन्छ हैन। यदि तपाईलाई चाहिँ क्यापकटका सबै फिचर्सहरु चाहिँ जान्न मन लागेको छ, युज गर्न मन लागेको छ भने मलाई कमेन्ट गर्नु होला। फेरि यसको म अर्को भिडियो बनाउँछु। आजको भिडियो चाहिँ यसै पनि लामो भइसकेको छ, त्यही भएर क्लोज गर्नुपर्ने हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो सबैलाई धन्यवाद। र फेरि अर्को यस्तै भिडियो रमाइलो भिडियोहरु अथवा यस्तै जानकारीमूलक भिडियोहरुमा भेट्ने बाचाका साथ आजको लागि चाहिँ छुटिन चाहन्छु। नमस्ते।